आज चाहिँ मसँग के स्क्याम भयो भनेर म एउटा तपाईँलाई स्क्याम भएको छ त्यो चाहिँ देखाउँछु। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग है मर्निङको। सो मेरो मर्निङ चाहिँ भइसकिसक्यो अनि म चाहिँ चाय पिउँदैछु। सो अहिले मेरो सोर जस्तो भइरहेको छ किनभने यहाँनिर बेङ्गलोरमा चाहिँ वेदर पुरा चेन्ज भएको कारणले गर्दा पानी पर्दैछ अनि ठन्डा पनि छ। सो फाइनली हाम्रो बातमा आउँ है कि मेरोसँग स्क्याम भएको अनि मेरै गल्तीले गर्दा है। सो तपाईँलाई भन्दैछु म। अनि यो चाहिँ देख्न सक्नुहुन्छ सानो पाउच है, पाउच भन्दा पनि सानो बट्टा। त्यो चाहिँ के हो भन्दा चाहिँ सनस्क्रिम। अनि मैले चाहिँ सनस्क्रिम खत्तम भएर थियो अनि चाहिँ आज बिहानदेखिको अलिअलि रासन पनि गर्नु थियो अनि त्यही भएर चाहिँ मैले चाहिँ सनस्क्रिम पनि मगाउँछु भने चाहिँ मगाएको। अनि देख्न सक्नुहुन्छ सनस्क्रिमको बट्टा यहाँनिर तपाईँले मेरो एउटा हातमै पनि नआउने खालको सनस्क्रिम अर्डर गरेँ चाहिँ मैले चाहिँ होइन। मलाई चाहिँ त्यो ग्रामहरू भनेर त्यो खासमा थाहा नभएर हो म चाहिँ टक्कै अर्डर गरिदिइहाल्छु नि त। अनि त्यही भएर चाहिँ यत्रो सानो अस्ति पनि स्याम्पू त्यस्तै आएको थियो। कसकोसँग चाहिँ यस्तो हुन्छ क्या कि मसँग मात्र त्यस्तो हो, तपाईँले कमेन्ट गरेर भन्नुहोस् होला। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो रासिनको भण्डार है, बिस्किटहरू अब महिना मरेपछि त्यस्तै हो, घरको सामानहरू चिजबिजहरू चाहिहाल्छ है, चियापत्ती चिनीहरू। अनि त्यही हो सानो कुराहरू अर्डर गर्दाखेरि चाहिँ म चाहिँ यस्तै हुन्छ क्या कहिले कतिवटा कुरामा त्यो ग्राम नहेरेर चाहिँ हाँस्दा हुन्छ हो। यति नै थियो आजको मेरो भिडियो है, सामानहरू यति नै अर्डर गरेको। सो अरू पनि छ अब अर्डर गर्नु पनि, तर म दोकानबाटै जान्छु हो, बिहान दोकान खाइहालेँ। सो थ्याङ्क यू फर वाचिङ, बाई एन्ड सी यू एभ्री वान।